पूर्ण आइज न खाना खाम। ए पस्किसक्यो ल ल आएँ आज त लास्ट भोक लागिरहेछ मासु नै बनायो होला यसले एक दिन साथी घर आउँदा नि के साह्रो यो पाहुन अस्ति 4 दिनदेखि मासु नै खुवाइरहेको छु त। आज बिहिबार भएर पो। छ्या मुला तँलाई म रिसा जस्तो लाग्यो त्यही पनि मासु खान नपाएर होइन यार। तेरोमा के खाना खान नपाएर जस्तो लाग्यो फेरि के भन्छ के? मैले तेरो के बिगारेको थिएँ हाँ? तैँले मेरो सारा दुनियाँको अगाडि चाहिँ बेजत गर्ने हाँ? ढोका खोल छिटो निस्क्यो भनेर सुनेन? त्यो कमले आएको छिटो ढोका खोल आज म एक हान्छु तँलाई आज सिङ्गल हिँड्नको लागि त्यसले मलाई हेप्या नटेरेको मेरो जुनी यही हो माया भने यसैको लागि चाहिँ मैले सारा दुनियाँ समाजसँग लडेँ ढोका खोल छिटो ढोका खोल ल जबर आइछ है हरि दाइ गलत ढोका परो। सारी है भाइ भाइको कोठामा पो आइछ अलिकति रमाइलो गरेको माइन्ड नगर है भाइ छोड्दे छोड मलाई यस्तो पादहरूलाई चेताउनु पर्छ पहिलेको जस्तै हुँदैछ है। खाना खाना आइज। होइन तिमीलाई जति भन्दा पनि लाग्दैन है एक दिन होइन 2 दिन होइन के यही दिनदेखि मैले मेरो परिवार छोडेर आएको तिमीसँग त्यो माया सिद्धीलाई चुप लाग्नु भन्छ नत्र सालेको यस्तो ठाउँमा हान्छु नि 10 दिनसम्म समाते हुन्छ कस्तो कुरामा इनर्जी फालिरहेको छस् के तँ? तँ दाइ त्यस्तै हो के? तिमीले मलाई केही सम्झाउनु पर्दैन केही बुझाउनु पनि पर्दैन जे बुझ्नु पर्ने मैले बुझिसकेँ म त तिमीसँग त अब एक ल ल बस्दिन 2 बस्दिन 3 बस्दिन मलाई कच्चा लगा ए नाइ म आज सक्दिनँ। मेरो ब्ल्याङ्केटहरू सुत्ने बानी छ कि। आज ढोका खोल्छु भनेर ढुक्क भएको होला मोडी पनि खोल्दिन आफै खाना चिल्लो बनाउँछ खोर्सानी दे भोलि बिहानै उठेर आमा बाको घर जान्छु तिमीसँग त अब त बस्दा पनि बस्दिन खुर्सानी टोकेर नखाइ बुढी गाई गम हुन्छ। आफ्नै टुङ्गो छैन तरकारी दे त सकिसक्यो। साँच्चै मनिषले नि प्यार पाएछ है। अब त सुनिताले नि सँगै लान्छ अरे। यो त मेहनती थियो गरेरै छाडे। यत्राको गरो यसको काका त्यहाँनेरि भएर हो त्यसलाई सजिलो भएको नत्र कहाँ गरी खाने मान्छे हो र त्यो गद्दार साला महिनाको 3 लाख कमाउँछ यार। थाहा छ भाडा हानेर होइन साला ल पढेको मान्छे रे
आफ्नै सपनाको केस लड्न सकेन। साँच्ची तिमीहरू त ब्यान्ड खोल्छु भन्दै हिँड्थिस् है। कुकुरको पनि दिन आउँछ भन्दै हो रहेछ। मज्छ सालेलाई। होइन मैले चाहिँ कुकुरको भन्दा पनि बत्तर चुनी पाएछु कि क्या। मेरो भाग्य चाहिँ के तिमीले झाडा पखाला लागेको बेला लेख्दा थियौ। के भन्छ खाना खाइरहेको बेला के त पहिला मेहनत त गर अनि पो दिन बदलिन्छ। चुप। भाग्य भयो भने चिट्ठा परेर करोडपति भइन्छ। पहिला सुध्री त सही अनि पो दिन बदलिन्छ त। म सुध्रिसकेँ यार। अहिले त केही नि खान्न। केही नि रे। No drugs, no dab, no churro, nothing यार। तेरो फोन दे त। पर्दैन छोड्दै। हो रहेछ नथिङ। ए सुध्रिन अहिले नि केही ढिला भएको छैन। त्यो मनिषलाई हेर, रोशनलाई हेर, तँलाई हेर। त पहिलादेखि नै केही गर्ने सोचको थिइस् यार। फुल्ली फोकस इन पढाइ। त्यसैले अहिले सरकारी जागिर खाँदैछस्। आफू त मैं धुलो र दुलोको पछि लाग्यो। अब त सुध्रिने यार अहिले नि केही ढिला भएको छैन के। हो रहेछ। जो मान्छेले आफ्नो भावनालाई काबुमा राख्न सको त्यसकै राम्रो हुने रहेछ। त्यसैले अहिले तेरो राम्रो छ। सही हो अनिस। अहिले बिस्तारै गर्नु न। अहिले पल्लो कोठाको भाइले सुन्छ नि कि। सुन्नुहोस् यो त माया पो हो त। अनि माया गर्न नि के गर्लास्। अनि दाजु कमको छ त्यो केटो चाहिँ हामी बाहिर गएको बेला केटी ल्याउँदो रहेछ कोठामा। अस्ति मैले त देखेको। छुचुन्द्रो कराउँदैछ के। रातभरि सुत्न नदिने भयो अब। अनि साँच्ची हाम्रो अरू साथीहरू कहाँ कहाँ छन् होला है। तर कोहीसँग भेट भएको छ। अस्ति हाम्रो कलेजको केटीहरूको गेट टुगेदर पार्टी रहेछ। म्यासिदित्य पूजा के साह्रो पॉइंट भयो कि। पहिले त मैं इत्री थी अहिले त मैं क्या दामी भएको छ यार। फेरि मैं स्कर्ट लगाएर आएकी थिएँ के सेतो तिग्रा। हेलो केही नै खाना खाएर तिम्रै बारेमा कुरा गरिरहेको थियौँ। यहाँ पूर्ण र म सँगै सँगै खाना खाइरहेछौँ। ए ल हस्। अस्ति गाउँ गएको बेला आन्टीलाई भेटेको थिएँ। ओ आन्टी धेरै मम्मी। ए जब जब मेरो आन्टीसँग भेट भएको छ खालि तेरै बारेमा कुरा गर्नुहुन्छ। यो खान्छ त्यसलाई सम्झाइदियो है बाबु भन्नुभएको थियो। ड्रग विथ ट्याब त छोडिस् नि।
3-3 चोटि रिहाब बसे तर पनि सुध्रिन। यस्तो पल नि थियो शरीरभरि मट्टीतेल खनाएर मम्मी पैसा दिनु नत्र मर्छु भन्थे। बाउले त म जन्मेपछि नै छोड्दे अरे। न बाउले साथ दियो न छोराले। घरमा अलिअलि सामान जोडेको गहना जोडेको सब बेचेर सक्दे त्यही खानाको लागि। म पनि डुबेको थिएँ यार त्यो लतमा। धेरै दुःख गरे छिन् मेरो मम्मीले। डाक्टरले भनेको मम्मीको राम्रो हेरविचार भएन भने अर्को किडनी पनि फेल हुने सम्भावना छ अरे यार। यो सुन्न साथ सब छोड्दे। गाह्रो भएको थियो होला है। अति गाह्रो भएको थियो यार। शरीर पुरै काँप्थ्यो, टाउको पुरै झन्न हुन्थ्यो। एक डोजको लागि मुख तर्सिन्थ्यो। रातभरि भित्तामा मात्रै हेरिराख्थे। एक्कासी जाडो हुन्थ्यो ब्ल्याङ्केट ओढ्थे, ब्ल्याङ्केट ओढ्न साथ गर्मी हुन्थ्यो, ब्ल्याङ्केट फ्याल्थे फेरि ओढ्थे, फ्याल्थे फेरि ओढ्थे, फेरि फ्याल्थे। तर पनि सहे। मुखमा रुवा खाँदेर हुन्छ कि घन्टौँ घन्टा पानीमा डुबेर हुन्छ सहे। मरे नै जस्तो हुन्थ्यो यार। तर पनि सोच्थे मरे पनि मर्छु। तर फेरि खाएर मेरो मम्मीलाई मार्दिन। बिस्तारै म सुध्रिँदै गएँ। सोचेको पनि थिइनँ यार म छोड्न सक्छु होला भनेर। तर साँच्चै कोसिस गर भने सकिने रहेछ। अब तैँले केही गर्छस्? यो मेरो पुनर्जन्म हो यार। अबको मेरो यो जुनी सब मेरो मम्मीको लागि हो। म मम्मीलाई संसारको त्यो सबै खुसी दिन चाहन्छु। र मैले विदेशको लागि पनि ट्राई गरिसकेँ। भोलि 1 बजे मेरो इन्टरभ्यू छ। वाह मेरो साथी, तँदेखि म प्राउड भएँ यार। ल ल। ए त्यही राख पर्दैन। सिद्धि अहिले नै विदेश गएको छुइनँ हौ। अस्तिदेखि भाँडा बाँध्न सघाइराख्नु परेछ। माझ्नु पर्यो। ओए पुर्न उठ। ए उठ। मैले के साह्रो सुत्न सक्या? बुढा उठ। 9 बजिसक्यो यार।
होइन आज यसलाई के भयो उठ्ला अहिले होइन अघिदेखि यसरी सुतिरहेछ हल्ल्यानी छैन के भयो यसलाई ओइ पुडा उठ आज तेरो इन्टरभ्यू छ बिर्सिस ओइ पुडा ओए ओइ पुडा ओए ओइ पुडा ओए यो मेरो पुनर्जन्म हो अबको मेरो सपनीको लागि म मम्मीलाई संसारको त्यो सबै खुसी दिन चाहन्छु र मैले यसको लागि ट्राई गरिसकेँ भोलि 1 बजे मेरो इन्टरभ्यु छ वाह मेरो साथी तँदेखि म प्राउड भएँ यार मरे नि जस्तो यार तर पनि मरे पनि मर्छु तर फेरि हर्जाई हर्जाई हँ त्यहाँ हेर्नु त मेरो साथीलाई के भयो के भन्छ निनी कसलाई के भयो किन आँटिनु बिहानदेखि उठेको पनि छैन उठ्नै त अड्किरहेको छैन त्यसको हिँड त लु हिँड के नाटक हो के तिमीहरूको बिहान बिहानै भनौँ म रक्सी खान्छु यिनीहरूलाई पो लाग्दो रहेछ बा नडरा भूत होइन हौ म सुतेपछि त्यस्तै हो भाइ स्वयं यमराजै आए पनि उठ्दिन अनि त पनि कहाँ यहाँ सुनिरह त यहाँ पो हो त बर्याएर हिँड्छ सिद्धि